होइन मडगाउँमा यसो निस्किँदैछु होइन कस्तै जाडो छ यस्तो जाडो छ कि पुरा जाडो छ कि खनालाई कम जाडो छ त हातै चिसक्यो हिउँले आला जस्तो भइरहेको छ क्या हात चाहिँ एकजना हर्छु रेस्टुरेन्टमा होइन के अरे जमघट भन्ने रेस्टुरेन्टमा म जान लाग्यो अहिले चाहिँ बिहानको अहिले 7 बज्न 6:52 गयो होइन जमघट रेस्टुरेन्ट छ नजिक छिटो लोकेसन हेरेको देखाइरहेको छ होइन यहाँ एकजना साथीले बोलाएर हो म जाँदैछु हेरौँ होइन अनि गयो त अस्ति मलाई छक्काले लहाटेको होइन यहाँ यति म क्या ठ्याक्कै यति मैले देखाउँछु नि भिडियो खिचेको यो पोल छैन ठ्याक्कै यहीँ तिमी छक्काले हेर्दै गल्ली छ कि यहाँ तिमी चाहिँ हेरेँ गल्ली थियौ क्या है मलाई छक्का लहाटेको अन्त मागेर चाहिँ पना भएको मलाई चाहिँ क्या लाग्यो तर मैले चाहिँ हर्को दाइलाई चिनेको थिएँ क्या हेरेँ गल्ली अन्त भित्रपट्टिको दाइलाई चिनेको थिएँ अनि म चाहिँ त्यहीँ गइदिएँ क्या अनि त्यहाँ गइदिएँ त्यहाँ गएर लुक्दिएँ क्या एकछिन अनि भोलिपल्ट म एउटै जाने आउने टाइम हुन्छ नि त बेलुकामा चाहिँ कुरीहरू लु दाइ मलाई चाहिँ कस्तो औडा गरिदिइराखेको क्या मजानी रेस्टुरेन्ट त खोले छैन अझै भन्नु त्यहाँ मजानी रेस्टुरेन्ट चाहिँ त्यहाँ साथी आउँछ भन्दै थियो क्या यहाँ यो अस्ति छक्कल लहटेको थियो है अब तपाईँसँग सबैजना सन्चै हुनुहुन्छ होला होइन के छ खबर होइन आज चाहिँ यसमा घुम्ने रमाइलो गर्ने होइन के छ जिन्दगानी होइन र बढी लाने 2 दिनको जिन्दगानी होइन र त्यसो लगेर हाम्रो पोखरा जाने गाडी हिँडिसक्यो है पोखरा जाने गाडी यो ट्रक आयो यो बिहाको गाडी लगेर सबले बिहा भ्याइसक्यो यार होइन चिसो छ क्या खानालाई लास्टै चिसो अरे तना छ चिसोले चाहिँ यार हे भने चिसो त लास्टै बढ्नलाई नि फेरि फेसबुकमा होइन त्यो काँडे धनियाँ हानेर मैले भिडियो हालेको थिएन पार्ट 1 पार्ट 2 पार्ट 3 हानेर हालेको थिएन आज राम्रो भ्यू गइरहेको छ क्या त्यो अरूभन्दा त सिक्किम दार्जिलिङको लागि थाहा छ उनीहरूलाई थाहा छ नि त त्यो भन्ने कुरो तर उनीहरूलाई होइन त्यो मैले भनेको नाम उनीहरूलाई थाहा नरहेछ क्या त्यो तिनीहरूसित च्याटमा चाहिँ बिग्रा हुन्छ क्या तिनीहरूसित मेसेन्जर च्याटमा चाहिँ यहाँ रातभर सुत्यो छैन पुरा खोकी लाएर चाहिँ मैले त कफ सिरप चाहिँ खान्न क्या सिधीमिधीमा कफ सिरप खाँदिनँ मैले चाहिँ साह्रै नै हरेक खान्छु मजाले खाँदिनँ मैले चाहिँ तपाईँको औषधि खाँदिनँ मैले चाहिँ सुनसान छ सडक है यहाँ रमाइलो छ एकदमै त्यो माया नि हो त्यहाँ भेटघाट भनेको त्यहाँ ल म जाने मेरो साथीले बोलाएको रेस्टुरेन्ट यही है यो भेटघाट रेस्टुरेन्ट चाहिँ यही हो यो मायानी चाहिँ अनि अर्को पनि छ अर्को कुन रेस्टुरेन्ट के जमघट हन्डी पनि छ क्या त्यहाँ चाहिँ त्यो जमघट हन्डीसँग जाँदैछु म चाहिँ त्यहाँ जाँदैछ त्यहाँ भन्नाले अहिले जाने त भेटघाटमा है त्यो मेरो साथी आउँदैछ क्या एकजना चाहिँ त्यसको अब गर्लफ्रेन्ड रहेछ नयाँ लभ परेको केटाहरूको होइन लभ परेको अब तिनीहरूको डेटिङ सेटिङ होला नि म चाहिँ यसो सपोर्ट भइदिनलाई गइदिने होइन गइदिउँ भाइ चिसो छ एकदम बाहिर चाहिँ होइन यस्तो पुरा चिसो डेन्जर ए चिसो स्टुडेन्टहरू पनि आउँदैछ होइन तिनीहरू पुरा विदेश जानलाई त होला नि होइन स्टुडेन्टहरू पुरा विदेश जानलाई होला तिनीहरू चाहिँ त बिचरा बाहिर बसेर पुरा गाँड फाटिहाल्छ यिनीहरूको चाहिँ काम गर्दाखेरि है न सुत्न पाउँछ है सुत्न नआउँछ त पाउँदैन यिनीहरू चाहिँ त यहाँ पुरा करेन्ट चल्छ र टुपिएम चल्छ खाएको बानी होइन सिजबल खाएको बानी यिनीहरूको पसिना निस्किन्छ त्यहाँबाट ल पुरा स्टुडेन्ट छन् कि ल आमा काँडा हिजो मैले धनियाँ लिएर गएको थिएँ आमाको मैले पैसा दिएकै छैन आज पनि दिन्न आमालाई पैसा चाहिँ अब भोलि चाहिँ अब यो बाटो हिँडिन्छ होइन ब्याज सुधा तिर्नु पऱ्यो नि आमालाई हुन्न आमा है पैसा छैन पैसा छ नभएको होइन तपाईँलाई म आज दिन्न क्या पैसा है म अहिले तरकारी दिन आउँदाखेरि त बहिनीसित पठाइदिन्छु है आमा सन्चै हुनुहुन्छ नि है हो ल ठिक छ ल आमालाई यसो जिस्काएको पैसा नभएको त होइन पैसा चाहिँ त छ होइन आमालाई 1-2 दिन यसै गरौँ न अब मलाई चिन्छन् नि त मैले फाइनल्ली होइन चिया खाने दुध पोलिसकेको छु होइन यसको नै पैसा देखाइन क्या फेरि म त यहाँ यो नजिक एरियामा त सबैको चिनिने भइसकेको छु यार मलाई सबैले चिन्दो रहेछ यार मैले अब यसको नै अहिले पैसा पठाइदिन्छ यसको चाहिँ 45 रुपियाँ चाहिँ चिया खाने दुध होइन यसको चाहिँ कति 45 रुपियाँ चिया खाने दुध गाई भइसक्यो निस्किँदो चाहिँ 70 रुपियाँ चाहिँ यहाँ के अस्ति नि कुकुरी ओए रनमतीका छोरा ओए ए कुकुर डेन्जर छ ओए रनमतीका छोरा हेर्छस् मायाको कस्तो हेर्छस् अरे कुकुर डेन्जर छ है ल है म चाहिँ आइसक्यो मेरो एरियामा चाहिँ काउली भने क्या दामी रहेछ यार हाम्रो अब त्यो बहिनी आइखेन त्यहाँबाट त्यो बहिनी आएदेखि त छान्न भन्नुहुन्थ्यो फ्रेस छ यार काउली यार
त्यो बहिनी अहिले 9 बजी आउँछ, यो भाइ हिँडिसकेको हुन्छ के गर्ने होइन। ल म चाहिँ मेरो एरियामा नि आइसकेँ है। अरू त नदेखाऊँ, धेरै त म देखाउँदिनँ होइन, म थोरै देखाउँछु मैले काम गर्ने ठाउँ है। बन्द कोही नै आएन नि त्यहाँ फर्स्टमा आउने त मै हो कि फेरि जहाँ पनि म गर्ने काम गर्ने ठाउँ यही हो। यसको 2टा माट पनि छ है, 2टा माट पनि छ, 2 ठाउँमा माट पनि छ। म त्यहाँ पनि कहिलेकाहीँ यसो जान्छु त्यहाँ, अन्त त्यहाँ 3-4 चोटि गएको त्यहाँ चाहिँ गएको नि त्यहाँ। यो म दिनभरि मेरो ड्युटी सुरु यही एरियामा होइन, भित्रको भित्र होइन। यस ठिक छ, अब मेरो काम पनि सुरु हुन्छ होइन। यहाँ कोही नै आएन त्यहाँ, अब ट्राफिक मसँग छैन होइन। ठिक छ, अहिले काम सर आउने बेला भइसक्यो त्यो पनि आउँछ नभए सर चाहिँ लखरा सर आउँछ त्यहाँ। पल्सर 180cc को चाहिँ भ्यार 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 पार्दै आउँछन्। ल ल बाई बाई है, बाई बाई।